दर्शकबिन नमस्ते, स्वागत छ यहाँहरूलाई। विभिन्न किसिमका ज्योतिषीय टिप्सहरू दिने क्रममा आज म यहाँहरूलाई हप्ताका 7 बारमा के नगर्ने त ती कुराहरू बताउन गइरहेको छु। यहाँलाई थाहा छँदैछ कतिपय महत्त्वपूर्ण कुराहरू कतिपय बारमा सुरु नगर्दाखेरि नै राम्रो भनेर हाम्रो शास्त्रहरूमा उल्लेख गरिएको छ। त्यसकारण पनि हामीले ती कामहरूलाई त्यस्ता बारहरूमा त्यागेर अगाडि बढ्यौँ भने हामी अवश्य पनि सफल हुनेछौँ। आउनुहोस् त समय खर्च नगरिकन 7 बारमा कुन बार के काम चाहिँ सुरुवात नगर्दाखेरि हामीलाई राम्रो हुन्छ भन्ने कुरा जानकारी गराउन गइरहेको छु म। सर्वप्रथम त बारमा पहिलो बार आइतबार हामीले भूमिसँग सम्बन्धित कुनै पनि कामहरू गर्नु भएन। आइतबारको दिनमा जग्गा जमिन खरिद बिक्री लगायतका चाहिँ जग्गा जमिनसँग सम्बन्धित भूमिसँग सम्बन्धित कुनै कामहरू पनि नगर्नु होला। त्यस्तै सोमबारको दिनमा यहाँहरूले पहिलो उडान गर्दै हुनुहुन्छ भने सोमबारको दिनमा पहिलो उडान कहिले पनि नगर्नु होला। यदि यहाँहरू पहिलो पटक उडान गरेर कतै यात्रा गर्दै हुनुहुन्छ भने पहिलो उडान सोमबार नपरोस्, यो कुरामा ख्याल गर्नु होला। अब मङ्गलबारको दिनमा के नगर्ने त भन्दा मङ्गलबारको दिनमा कुनै पनि नयाँ वस्त्रहरू नयाँ कपडाहरू धारण नगर्नु होला। नयाँ कपडाहरू मङ्गलबारको दिनमा धारण नगर्दा राम्रो है त। त्यस्तै बुधबारको दिनमा के नगर्ने त भन्दा तपाईँ कुनै सानो सहरमा हुनुहुन्छ र ठुलो सहर जाँदै हुनुहुन्छ, पहिलोचोटि जाँदै हुनुहुन्छ, अथवा देशभित्रको अथवा देश बाहिरको जुनसुकै सहर भए पनि अलि आफू बसेको सहरभन्दा आफू बसेको गाउँठाउँभन्दा अलिकति ठुलो ठाउँमा जाँदै हुनुहुन्छ, ठुलो सहरमा जाँदै हुनुहुन्छ भने बुधबारको दिनमा त्यस्तो यात्रा चाहिँ नगर्नु होला। अब बिहीबारको दिनमा के नगर्ने त? बिहीबारको दिनमा चाहिँ सकेसम्म आफ्नो घर नछोड्नु होला। अनि बिहीबारको दिनमा चाहिँ घरको काम पनि नथाल्नु होला। जस्तै कुनै नयाँ काम गर्दै हुनुहुन्छ घरको लागि भनेर भने त्यस्ता खालका नयाँ कामहरू घरसँग सम्बन्धित घरभित्रका कामहरू चाहिँ नगर्नु होला। र अब शुक्रबारको दिनमा चाहिँ के छ त भन्दाखेरि पहिलोपटक यदि यहाँले शुक्रबारको दिनमा जलको यात्रा गर्दै हुनुहुन्छ भने जलको यात्रा नगर्नु होला। शुक्रबार जलको यात्रा गरेको शुभ हुँदैन, त्यसकारण पहिलोचोटि जलको यात्रा गर्दै हुनुहुन्छ भने तपाईँले शुक्रबारको दिनमा जलको यात्रा नगर्नु होला। त्यस्तै शुक्रबारको दिनमा तपाईँले कुनै पनि भाकल नराख्नु होला है। शुक्रबारको दिनमा भाकल राख्न नि मिल्दैन, त्यसकारण तपाईँले शुक्रबार कुनै पनि देवी देवताको भाकल नगर्नु होला। र विशेष गरेर शनिबारको दिनलाई चाहिँ परदेशको यात्रा नगर्नु भनेको छ। अब परदेशको यात्रा नगर्नु भनेपछि तपाईँले सकेसम्म मिलेसम्म विदेश जाने यात्रा चाहिँ घरबाट शनिबारको दिनमा चाहिँ त्यो यात्रा नराख्नु होला। यति कुरालाई ख्याल गर्नुभयो भने तपाईँका दिनहरू र तपाईँले गरेका कामहरू शुभ हुनेछन्। शास्त्रले बताएअनुसार यी 7 दिनमा यस्ता कुराहरू यहाँले त्याग्नुभयो भने यहाँलाई अत्यन्तै राम्रो हुनेछ। दर्शकबिन आजको यो टिप्स यहाँलाई कस्तो लाग्यो? मन परेमा लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला। आगामी दिनहरूमा यस्तै ज्योतिषीय वास्तु लगायतका टिप्स लिएर म फेरि उपस्थित हुनेछु। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्ते।